नमस्ते नमस्कार, जय सियाराम, जय बाबा पशुपतिनाथ। राष्ट्रिय स्वतन्त्र पार्टी जसलाई हामीहरूले राम्रै पार्टी मान्थे, देशको लागि केही गर्छ, कसैको माथि अत्याचार गर्दैन, सबैलाई एक समान हेर्छ, छुवाछुत भेदभाव जातिवाद गर्दैन। तर आज आएर थाहा भयो मलाई, यो रवि लामेछानेको राष्ट्रिय स्वतन्त्र पार्टी मादरचोद पार्टी, चोर दलाल पार्टी, भरुवा पार्टी मादरचोद, स्वार्थको लागि पार्टी खोलेको रवि लामेछाने दलाल। एक समयमा मैले भन्थेँ कि देशको त्यो पैसा लुटेको छैन, बैंकको पैसा लुटेको छैन, तर आज आएर मलाई हैन पुरै विश्वास भयो कि यसले साँच्चैकै पैसा लुटेको छ, देशको गरिब जनताको पैसा लुटेको छ। यो मादरचोद हाम्रो मधेसमा हाम्रो जाति लिएर छुट्याउने काम गरेको छ। यो पोस्ट हेर्नु, उसको पार्टीबाट पोस्ट गरेको छ, हाम्रो मधेसबाट हाम्रो दाजुभाइ दिदीबहिनीहरू उसको पार्टीमा जोडिएको छ। तर नामाकरण कुन किसिमले गरेको छ? मुस्लिमलाई मुस्लिम भनेर, अरू दाजुभाइहरूलाई मधेसी भनेर, दलितलाई दलित भनेर, यस्तो हुन्छ मादरचोद? एकता देशलाई यसरी प्रगति गर्न तिमी हो मादरचोद दलाल रवि लामेछाने। जति पनि रवि लामेछानेको सपोर्टरहरू हो सबै चाहिँ मादरचोद दलालहरू हुन्छन्। चाहे हाम्रो घरको होस्, चाहे तिम्रो घरको होस्, चाहे अरूको घरको होस्, सबै मादरचोद दलालहरू छ, जसको एउटा सोच्ने क्षमता छैन कि देशलाई एकता कसरी गर्ने हो। त्यसले हाम्रो देशलाई सुधार्छ, देशलाई प्रगति गर्छ, देशमा कुनै प्रगति गर्छ। त्यो मादरचोद हाम्रो समाजलाई टुक्र्याउने काम गरिरहेछ अहिलेदेखि नै। भोलिको दिनमा के गर्छ यो मादरचोद रवि लामेछाने? मादरचोद रवि लामेछाने सुध्रिहाल, नत्र मादरचोद तँलाई पनि ठाउँ लगाइदिन्छौँ हामीहरू। मादरचोद देश टुक्र्याउने मान्छे, मादरचोद दलाल।